सबैलाई नमस्कार है। टुरिज्म अहिलेको बर्निङ जो इन्डस्ट्रिज हो सिक्किममा र त्यसको निम्ति हाम्रो जति पनि टुरिज्ममा गर्नुपर्ने कामहरू छ है। अहिले वर्तमान राज्य सरकार सम्माननीय मुख्यमन्त्री महोदय श्रीमान प्रेमसिंह तामाङ गोले साहबको नेतृत्वमा छ। अब यो याङयाङकै एउटा रुरल टुरिज्मको पार्ट अफ हो कि आज यहाँको जति पनि टुरिज्म इन्फ्रास्ट्रक्चर डेभलप गर्नको लागि अहिले वर्तमानमा हालैमा रोपेको प्रोजेक्ट कम्प्लिट भयो है। अब नेक्स्ट प्रोजेक्ट जो अनगोइङ छ भालेढुङ्गा स्काई वक जो 10,500 फिट फ्रम द सी लेभलमा सिचुएटेड छ। याङयाङदेखि उता तपाईँको टुवर्ड्स नर्थ हामी गयो भने वी हेभ लिङ्गी जहाँ अलरेडी टुरिज्मको धेरै इन्फ्रास्ट्रक्चर बनिएको छ। सो यो राभाङलादेखि जब हामी याङयाङ आउँछौँ, याङयाङदेखि त्यहाँ लिङ्गी जान्छौँ, यो अन द वे एउटा बाटो जुन चाहिँ छ यो सर्टेस्ट रोड हो टुवर्ड्स नर्थ सिक्किम पनि। र भविष्यमा पनि हामीलाई वर्तमान हाम्रो सम्माननीय मुख्यमन्त्री महोदयले अस्ति जानकारी गराइसक्नु भएको छ कि याङयाङलाई पनि पर्मिट सेन्टर हामी टुरिज्मको चाहिँ यहाँ दिनेछौँ भनेर उहाँले भन्नुभएको छ। त्यसले गर्दाखेरि अब राभाङला, याङयाङ र लिङ्गीको जति पनि टुरिस्ट डेस्टिनेसन छ यसमा थप आइटिनेरीको लागि चाहिँ हामीले यो एरियाजहरूलाई दोर्जकहरू जस्तो एरियालाई डेभलप गर्दैछौँ। याङयाङको टुरिज्मलाई अझै बुस्ट अप गर्नको लागि चाहिँ हामीले आगामी तारिक 12 तारिकदेखि 14 तारिकसम्म यसै याङयाङकै हेलिपेड प्रिमाइसेसमा इन्टरनेसनल युथ कन्क्लेभ अर्गनाइज गरिरहेको छ थ्रु याङयाङ टुरिज्म डेभलपमेन्ट कमिटीको तर्फबाट। हामी याङयाङलाई चाहिँ एज अ होल यो प्रोग्राम साथसाथै हामीले याङयाङलाई प्रमोट गर्नु छ, एक्सप्लोर गराउनु छ र याङयाङमा भएको पोटेन्सियल छ टुरिज्म पोइन्ट अफ भ्यूमा जो अनटच छ यसलाई हामीले निकाल्नु छ र यसलाई तिखारेर आगामी दिनको लागि हामी तयारी गर्नु छ। जति सक्दो हाम्रो टुरिज्म हामी सिक्किममा डेभलप गर्छौँ, प्रमोट गर्छौँ तर विदाउट डिस्टर्बिङ आवर नेचर। यो प्रायोरिटीमा हामी गरेको कि हामीले सिक्किमलाई एज इट इज टुरिज्मको लागि डेस्टिनेसन पनि बनाउनु पर्छ, सँगसँगैमा हाम्रो यहाँको रिच फ्लोरा एन्ड फाउनालाई पनि कन्जर्भ प्रिजर्भ गर्नुपर्छ।